पक्कै पनि हजार हजारको पैसा हुनसक्छ। हेर्नु है, हेर्नु है। उठ्न सकेन, हेरिबस्छ मलाई तन तन। टोइलेट जानु पनि मेरो अर्को काम हो। Oh my God! हेलो गाइस, सबैलाई स्वागत छ मेरो छोटो भिडियो गर्नेछु। के गर्नेछु हजुरहरूलाई भिडियो मार्फत देखाउने कोसिस गर्नेछु। सबैजनाले हेरिदिनु होला र निरजले के काम गर्छ भनेर जिज्ञासा छ भने अन्तिमसम्म भिडियो चाहिँ हेरिदिनु होला र लाइक कमेन्ट सेयर गरिदिनु होला, सब्स्क्राइब गरिदिनु। अहिले चाहिँ म दाउरा काट्न आएको छु। अब यो दाउरा काट्छु म। अहिले चाहिँ म टोइलेट जाँदैछु। टोइलेट जानु पनि मेरो अर्को काम हो एउटा। अहिले चाहिँ म बाख्रा चराउन आएको छु, गोरु र बाख्रा। अहिले चाहिँ म घाँस झार्न पनि आइसकेँ। अब चाहिँ म यो घाँस झार्छु, यो रुखको घाँस। यही रुखको घाँस झार्ने हो मैले चाहिँ। यही रुखको घाँस झार्ने हो। अहिले चाहिँ मैले घाँस पनि झारिसकेँ। अब चाहिँ बटल्नु पर्ने हुन्छ। बटलेर भारी हालेर यति घाँस पनि झरियो।
अहिले चाहिँ घाँस भारी पनि बाँधिसकेँ। अब चाहिँ बोकेर जानुपर्ने हुन्छ घरमा। अहिले चाहिँ घाँस बोक्न आँट्दैछु। के हेरिरहेको तान्न उठ्न सकेन, हेरिबस्छ मलाई। तान तान कन्ट्रोल। ल अहिले चाहिँ मैले मेरो घर जस्तो खुत्रुकेमा पैसा पनि हालिसकेँ। एकदम घर जस्तो पनि छ। र फेरि के हो यता यस्तो यता चाबी हाल्ने ठाउँ पनि छ। फेरि खोल्यो अनि त्यसपछि खर्लक्क निकाल्यो। यहाँ चाहिँ यस्तो गरी चाबी हालेर खोल्न पनि मिल्छ। पक्कै पनि 1000 को पैसा हुन सक्छ। हेर्नु है, हेर्नु है। ढ्यान ट्रेन अहिले चाहिँ म पानी थाप्दैछु है। पानी थाप्दैछु अहिले चाहिँ म पानी थाप्दैछु। अब चाहिँ म आगो सल्काउन आँट्दैछु।